Hello guys, good morning and namaste to you all and welcome to my YouTube channel है र आज चाहिँ विश्वकर्मा पूजाको दिन त्यही भएर अब बाइक चाहिँ चट्टोसँगले धोएर चाहिँ अब बाइकको पूजा गर्नुपर्ने हुन्छ र हिजोतिर चाहिँ म धुने भएन त्यही भएर अब आज चाहिँ अब बिहानै धुन निकालेको छु र यसरी डबल स्ट्यान्डमा राखेर चाहिँ म अब बाल्टी निकालेर यसरी सर्फले चाहिँ धुन आँटिराखेको छु र तपाईहरु नर्मली कुन चाहिँ सामानहरु युज गर्नुहुन्छ मतलब कुन चीज सर्फ साबुन अथवा स्याम्पू केले धुनुहुन्छ अरु वाशिङ पाउडरहरु पनि पाइन्छ धुनको लागि तर म चाहिँ नर्मली यही सर्फले धुन्छु र यो चाहिँ सर्फ एक्सल हो है र आवश्यकता अनुसार त्यहाँनिर हाल्न सक्नुहुन्छ र अब यसलाई चाहिँ पानीमा फिटेर अनि मसँग त्यहाँ धुने सामग्रीहरु पनि छ चेन धुने अलग्गै छ अनि यसको बाइकको सफा गर्ने पनि अलग्गै छ है र त्यसले सफा गर्छु र अहिलेलाई चाहिँ म यहाँनिर सर्फ हाल्दै छु तपाईहरु पनि आवश्यकता अनुसार हालेर गर्न सक्नुहुन्छ ल गाइजहरु यहाँनिर चाहिँ यो चाहिँ छ यो चाहिँ चेन सफा गर्ने यो चाहिँ बाइकको चेन सफा गर्ने भइहाल्यो हैन यसले चेनहरु मजाले सफा गरिन्छ र त्यसैगरी अर्को छ यो चाहिँ भनेको त्यो बाइक सफा गर्ने जुन चाहिँ त्यो जाली हैन त्यो बाइक धुनको लागि पन्जा चाहिँ खप्पा हाल्ने हो युज गर्ने है एकदमै सजिलो छ र अब यो बाल्टीको सर्फलाई चाहिँ टसले पानीमा थापेर मजाले घोल्ने है मजाले घोल्ने अनि त्यसपछि चाहिँ यसको अब धुवाईको कार्यक्रम चाहिँ अगाडि बढ्छ है त ल मैले यसरी त्यस बाल्टीमा पनि सर्फ भरेर ल्याइसकेको छु र यहाँनिर छ यो मैले एउटा पाइपको टुक्रा लिएर आएको थिएँ यो यसरी जोड्दै छु किनभने यसरी पाइपबाटै चाहिँ धुइयो भने चाहिँ अलिकति सजिलो हुन्छ त्यही भएर र यसरी पाइपमा उताबाट मेन लाइनको पानी जोडिसकेको छु र अब पहिलो ताल चाहिँ हामी यो पानीले बाइकलाई हल्कासँगले भिजाउँछौँ है हल्का तरिकाले टट्टसँगले पानी हाल्छौँ पहिला फर्स्टमा चाहिँ र त्यसको सबै बडी पार्टहरुमा यसरी हामीले पानीले भिजाउँछौँ र अब चाहिँ भने म धुनतिर लाग्दैछु र यो चाहिँ अघि मैले तपाईलाई देखाएको यो बाइक धुने पन्जा है र यो चाहिँ लगाएँ अब यो लगाएर अनि त्यो भिजाएर राखेको त्यो सर्फमा चाहिँ बाल्टीमा यो पन्जा चोपल्दै त्यहाँबाट मजाले म बाइक धुन्छु है त यसरी चोपलेर मजाले ल गाइजहरु म चाहिँ बाइक धुन लागे अब है त मजाले यसरी सफा गर्नुपर्ने हुन्छ र यो चाहिँ खदा जुन मैले बाइकमा लगाएको थिएँ र यिनीहरु पनि सबै निकाल्नु पर्ने हुन्छ यसलाई चाहिँ खोलामा लगेर सेलाउनु पर्ने हुन्छ र यो बाइकको यसरी यो खदाहरु म निकाल्दै छु अनि त्यसैगरी म त्यो बाइकमा लागेको रिबिनहरु पनि सबै निकाल्ने छु अगाडिपट्टिको रिबिनहरु सबै निकालेर चाहिँ एक ठाउँ राख्नु पर्ने हुन्छ किनभने अब पूजा गरेपछि अर्को रिबिन अर्को खदा लाइन्छ नि त त्यही भएर चाहिँ सबै यसरी म यो बाइकको त्यो लुकिङ ग्लासको पनि त्यो रिबिनहरु पनि अनि त्यहाँदेखि त्यो साइडको इन्डिकेटरहरुको पनि सबैको रिबिनहरु चाहिँ खोलेर एक ठाउँ राख्ने छु
र यसरी हामी यो बाइकको र पछाडिपट्टिको व्हिल चाहिँ मजाले सफा गर्दैछौँ है। यसको मजाले वरिपरि भयो, साथै यसको बिचमा यसको टायरहरू सम्पूर्ण सबै सफा गर्दैछौँ है त गाइजहरू। र त्यसै गरी हामी अगाडिको व्हिललाई सफा गर्दैछौँ है। मजाले सफा गर्नुपर्ने हुन्छ, टायरदेखि लिएर त्यसको सस्पेन्सनहरूदेखि लिएर सबै हामी मजाले सफा गर्दैछौँ है त गाइजहरू। र हाम्रो चाहिँ बाइक सफा गर्ने काम चाहिँ सकियो अब चाहिँ है। अब चाहिँ हामीले त्यो अघि जति पनि हामीले त्यो जालोहरूले हामीले त्यो पन्जाले चाहिँ मजाले सफा गरेका छौँ, तिनीहरूलाई चाहिँ पखाल्दैछौँ है त। ल है गाइजहरू, अब चाहिँ बल्ल बाइक धुने काम चाहिँ सकिएको छ, बाइक वासिङको काम सकेको छौँ र एकदमै ठिलिक्क टल्किरहेको छ, तपाईँ देख्न सक्नुहुन्छ होइन। र अब यो पाइपहरूलाई चाहिँ म धोएर थन्काउन गइरहेको छु है त गाइजहरू। ल फाइनली मैले बाइक चाहिँ धोइसकेको छु है गाइजहरू। धोइसकेको छु है। खदा, रिबिन अनि छोलुङ यो निकालिसकेको छ पुरानो चाहिँ। अब यहाँ चाहिँ नयाँ रेडी भइसकेको छ अब। त्यो बाइकले यता ल्याइन्छ अनि गरिन्छ। टक्क पारेर यसरी हात हालेर चाहिँ चट्टा यसले सफा गरिन्छ। यहाँ चाहिँ हल्का च्यातिएको छ, यसलाई त्यो सिलाउनु पर्ने हुन्छ। यसले चाहिँ एकदमै दामी। अनि त्यहाँबाट अर्को रहेको यो चाहिँ चेन धुने, सर्लक्क चेन धुने हो। अनि टायर धुने यहाँ छ, टायर धुने हो। टायरकै सेपमा छ, छप्प टायर हुन्छ। यो चाहिँ यसरीहरू यो चाहिँ बाइक धुने। ठोलुङ छ, यो चाहिँ पुरानो रिबिन छ, यो चाहिँ खदा छ। यिनीहरूले चाहिँ
पूजाको सामग्री यहाँ छ। अब यहाँनिर रिबिनहरू भइहाल्यो होइन, रिबिन छ, अनि यहाँनिर अबिर छ, यतापट्टि चक्लेटहरू छ, प्रसादहरू छ, यहाँनिर उयो छ, खदा छ निलो, त्यसै यहाँ छोलुङ पनि छ यतापट्टि है। अब हामी धुप बाल्दैछौँ र अब यहाँ चाहिँ म धुप यानि कि अगरबत्ती बाल्न गइरहेको छु है त गाइजहरू। लाइटरको सहायताले यसरी मैले अगरबत्ती यहाँनिर बाल्दैछु है। अलिक राम्रो बलिरहेछ नि यो, र यसरी मैले अगरबत्ती यहाँनिर बालेर चाहिँ म पूजाको लागि चाहिँ अगाडि बढ्ने छु है त गाइजहरू। र यसरी यहाँनिर मैले अगरबत्ती यसरी बालिसकेँ है त। के भन्दैछ यहाँ अब सुन्तलाहरू भयो, सुन्तला गर्नु चाहिँ छैन अहिले, यसो आलु छ, अब आलुमै राखिएको छ, आलु जहाँ पनि काम लाग्छ। यताबाट हामी खाउँछौँ है त। र अब चाहिँ म पूजा गर्न सुरु गर्दैछु। र फर्स्ट अफ अल चाहिँ म बाइकको 3 चोटि परिक्रमा गर्नेछु है। यसरी हातमा थाली अनि त्यसमा अगरबत्ती अनि अबिरहरू लिएर अबिरहरू लगाउँदै बाइकको 3 चोटि परिक्रमा गर्नेछु है त गाइजहरू। यात्राको सहयात्री होइन, बोकेर हिँड्ने, सबैलाई राम्रो गर्ने, सधैँभरि यात्रा सफल रहोस्, केही नहोस्, राम्रो तरिकाले जान सकौँ, बढ्न सकौँ। दुईपल्ट भयो नि। यहाँ फुल पनि ल्याउनु नि, सेतो फुलहरू। धुपले मात्रै पनि घुमाउनु, अनि उ त्यो फुल ल्याउनु नि, अलिकति फुल। त्यो आलु चाहिँ निकाल्नु, अनि सेतो फुल। ल अब चाहिँ म यहाँनिर बाइकको अगाडिपट्टि भाइजरमा स्वस्तिकको चित्र बनाउन गइरहेको छु है त गाइजहरू। स्वस्तिकको चित्र अगाडिपट्टि बनाउन गइरहेको छु। पहिला सुरुमा चाहिँ त्यो अबिर अडाइनको लागि यसरी बोलमा पानी लिएर मैले त्यहाँनिर एउटा डिजाइन गरेको छु है हातले, अनि पछि त्यसैमा चाहिँ अबिर हालेर त्यसरी बनाउने छु है त गाइजहरू। ल अब चाहिँ त्यो अघि मैले जुन पानी लाएर हातले डिजाइन गरेर बनाएको थिएँ त्यसमा चाहिँ यसरी माथिबाट चाहिँ अबिरहरू यसरी बुरुर पारेर मजाले हातले त्यहाँ लगाउँदैछु है। यो लगाएपछि अलिकति सजिलो चाहिँ हुन्छ यो भाइजरमा स्वस्तिक बनाउनको लागि। त्यही भएर अघिले त्यो पानी जुन पानीले मैले त्यो डिजाइन गरेको थिएँ त्यो डिजाइन गरेकोमा चाहिँ हल्का माथिबाट अबिरहरू लगाउँदैछु है त गाइजहरू।
काटिन्छ बाबा बुझा जाऊ ल फाइनली गाइज है हामीले चाहिँ यसरी त्यो स्वस्तिक बनाएर चिन्ह बनाएर त्यसमा टिका पनि चारवटा टिका त्यहाँ हामी लगाउँदैछौँ र खासै राम्रो त बनाउन सकिएन तर पनि जस ठिकै छ यतिको राम्रै देखिएको छ है त्यस्तो प्रोपर बनाउन सकिएन हामीसँग कलर यो मतलब अबिरको पनि अलिकति अभाव भएको थियो त्यही भएर पनि पहिला बनाएको त्यो खासै राम्रो बनेन फेरि त्यसलाई मेटाएर यो अर्को बनाएको अनि त्यही भएर अबिर पनि कम हुन गयो अलिक कम्ती नै ल्याएको थिएँ त्यही भएर पनि तर ठिकै छ जति बनाएँ मैले राम्रो बनाएँ जस्तो लाग्यो र यसरी टिका सिका पनि चारवटा दिएर यसरी बनाइयो है त गाइजहरू र हेर्नुहोस् यस्तो राम्रो त छैन तर जस ठिकै छ यतिको यस्तो नट ब्याड भन्ने चाहिँ बनाइयो है त राम्रो बनाइएको छ गाइजहरू है टाढैबाट हेर्दा राम्रो देखिन्छ र अब चाहिँ गाइजहरू यसरी रिबिनहरू बाँध्न गइरहेको छौँ है त हामी अब सबै सकिसक्यो अब यो रिबिन सिबिन बाँधेर खदा लाउन बाँकी छ अनि छलुङ लाउन बाँकी छ यसरी चाहिँ हामीले यहाँ रिबिनहरू बाँध्दैछौँ है त गाइजहरू ल हामी यो अर्कोपट्टिको यो साइड इन्डिकेटरमा यसरी बाँध्न गइरहेका छौँ र यसमा पनि यसरी हामीले मजाले यो रिबिनहरू बाँधिरहेका छौँ है त गाइजहरू यसरी हामी अब 2 ठाउँ बाँध्यो अब अगाडिपट्टि 2 ठाउँ गरी जम्मा 4 ठाउँ चाहिँ मजाले बाँध्दैछौँ यसरी नै भिडियो हेर्दै गर्नु होला है गाइजहरू र त्यसै गरी हामी यो अगाडिपट्टिको साइड इन्डिकेटरमा पनि यसरी बाँध्दैछौँ है गाइजहरू यो पनि दुईपट्टि बाँध्नेछौँ त्यहाँबाट चाहिँ रिबिनको काम सकिनेछ यस्तो गरेर चाहिँ बाँध्नु पर्ने रहेछ है लामो लामै बाँध्नु होस् अब त्यसको छवटा खोलिबस्नु ल है त गाइजहरू अब हाम्रो चाहिँ त्यो रिबिन बाँध्ने काम सक्यो र यसरी चाहिँ हामीले यो निलो खदा चाहिँ अगाडिबाट टक्कसँगलाई त्यो ह्यान्डलमा बाँध्दैछौँ है त गाइजहरू अब यस पछाडि हामी छुलुङ लगाउनेछौँ है तर प्रिन्ट गरेकोले होला यो लेखेको त सबै झर्दो रहेछ नि त स्वस्तिक त त्यहीँ पनि रहेछ त खदामा पनि ल अब चाहिँ यो छुलुङ राखेको छ यो पनि हामी लगाउने छौँ है त गाइजहरू यो चाहिँ हामी त्यो लुकिङ ग्लासको त्यो फेदमा बाँधेर र भित्रपट्टि लगाउँछौँ है अगाडिपट्टिको जुन त्यो बाइजरदेखि भित्रपट्टि त्यहाँ टक्कसँगले लगाउँछौँ है त गाइजहरू
र यसको चाहिँ यो डोरीहरू एक त छोटो हुने गर्दछ, त्यही भएर छोटो भइसकेपछि चाहिँ त्यहाँ बाँध्नको लागि सिर्काने पार्नुपर्ने हुन्छ, किनभने पछि खोल्नु पर्दाखेरि त्यो सिर्कानेबाट खोल्नु सजिलो हुन्छ। त्यही भएर चाहिँ अब सिधै गाँठो पार्ने कुरा नि भएन, त्यो सिर्काने पार्ने हुँदा चाहिँ डोरी छोटो भएको कारणले गर्दाखेरि अलिकति बाँध्न चाहिँ अलिक टाइम लाग्छ है त गाइजहरू। मिलाउँदा हुन्छ कि अहिले एकछिनमा त्यो पल्टेको त बनाउँदा हुन्छ नि त, त्यहाँ बाँध्नु नि पहिले। भेट्यो मेरो फोटो लुगिङ ग्लासमा त आइरहेको रहेछ। ठिकै छ त, अझ यसलाई यहाँ माथि चाहिँ आउने गरी अझ माथि बाँध्नु भने चाहिँ यहाँनिर आउँछ, तर यहाँ बाँध्दा चाहिँ उयो भयो नि त, टाइट भयो नि त, होइन भयो त। यसो दामी बस्यो। म पेमा होम भन्ने हो, यहाँ रहेछ होम माने पेमे होम, इङ्ग्लिसबाट पनि लेख्दो रहेछ। अब र फाइनली गाइज मैले मेरो बाइक पूजा अर्थात् विश्वकर्मा पूजा चाहिँ गरेर सिद्ध्याएँ है त। र यसरी आमाको हातबाट टिका र प्रसाद ग्रहण गर्दैछु है त गाइजहरू। प्रसाद एउटा मात्रै केही खाएको छैन अनि टाइम लाग्छ नि त, गाडी स्टार्ट गरेँ होइन। र मैले त्यसरी आमाबाट प्रसादहरू ग्रहण गरेँ र आमालाई पनि टिका लाएर प्रसाद दिनु पऱ्यो भनेको टिका लाउनु मान्नु भएन, त्यही भएर मैले प्रसाद चाहिँ दिएँ र अरूलाई पनि टिका लाएर प्रसाद दिएँ। र यसरी चाहिँ मेरो विश्वकर्मा पूजा चाहिँ सम्पन्न भयो गाइजहरू है। र यहाँहरूले भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट सेयर अनि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। र म आगामी दिनमा यस्तै भिडियो लिएर आउनेछु, तबसम्मको लागि हस्त नमस्ते, बाई बाई।